के अहिले हामी चाहिँ काफलडा भन्ने ठाउँमा आइएको छ। यस्तो चाहिँ यहाँको दृश्य भ्यू चाहिँ एकदम राम्रो देखिने छ धौलागिरीको रेन्ज। गाडी हेरिरहेको छ। हो ल ल हुन्छ हुन्छ घुमाएर उतै लाने अहिले सजिलो हुन्छ आउँदा। ल काफलडाको ग्राउन्ड यस्तो छ। यहाँ त मजाको रहेछ हौ। चौरो पनि भएको यस्तो रहेछ काफलडा। अहिले हामी चाहिँ पुन्तुक भन्ने ठाउँमा आएका छौँ। यहाँ चाहिँ सानो प्रोग्राम भइरहेको छ। आगामी फाल्गुन 21 गते हुन गइरहेको संसदीय निर्वाचनको मेगदीबाट स्वतन्त्र उम्मेदवारको रूपमा उठ्नुभएका वैज्ञानिक महावीर पुल हाम्रो यो पन्थोकको चोकमा उपस्थित भइसक्नु भएको छ। ऊर्जा टोल पनि छ र एकदमै छोटो भेटघाटको लागि मात्रै आउनु भएको र पछि चुनाव प्रचारको लागि चाहिँ पछि मात्रै आउने उहाँहरूको कुरो आएको हुनाले हामी अत्यन्तै छोटो रूपमा चाहिँ कार्यक्रम गर्न गइरहेका छौँ। छोटो स्वागत। सर्वप्रथम म अहिले यो आगामी फाल्गुन 21 गते हुन गइरहेको आज यहाँ चाहिँ अनुहार देखाउन आएको हो। हुन त उहिलेको जस्तो जुग छैन। उहिले चाहिँ मान्छे आएर मात्रै अनुहार देखिन्थ्यो। अहिलेको जुगमा त तपाईँले मोबाइलमा पनि धेरैले मेरो अनुहार देख्नु भएको छ होला होइन? जोस् त्यो मोबाइलमा देख्ने अनुहार र यो अनुहार मिल्छ कि मिल्न होइन? अब हेर्नु होला। त्यही मान्छे तपाईँले मोबाइलमा देखेकै मान्छे म चाहिँ यहाँ आएको छु। यो आजको जो कार्यक्रम छ एउटा परिचय गर्ने भनेर आएको हो। चुनाव प्रचारै भनेर आएको चाहिँ होइन। यो अहिले नै चुनाव प्रचारै सुरु भएको छैन क्या। कतिलाई चुनाव प्रचारै लागेको छैन। म चाहिँ अलिकति बाङ्गो मान्छे भएको हुनाले मैले चाहिँ चुनाव गर्न सुरु गरिसकेँ प्रचार। तर पनि यो अनौपचारिक प्रचार हो। एउटा जानकारी दिन आएको हो। चुनावमा उठेको जानकारी दिन आएको हो। र मेरो चिन्ह चाहिँ यो चुनावमा छाप लाउने चिन्ह चाहिँ भोलि मात्रै पाउँछ। त्यस कारणले अहिले चाहिँ योलाई चुनाव प्रचार नभने पनि भयो। अब चुनाव प्रचार भनेपछि त फलानामा छाप लगाइदेऊ भन्नुपर्ने होला। तर म भन्दैन। मेरो चुनावको चिन्ह पाए पनि फलानामा छाप लगाऊ, म राम्रो मान्छे, म ठुलो मान्छे, म जान्ने सुन्ने मान्छे, म चाहिँ भन्दिनँ। अब तपाईँहरूलाई चाहिँ मलाई चाहिँ राम्रो मान्छे लाग्छ भने, मनपर्छ भने चुनावमा है चाहिँ मलाई चाहिँ भोट दिनु होला।
मन पर्दैन भने ठिकै छ, केही फरक पर्दैन। किनभने म चाहिँ यस्तो चुनावमा उठ्ने मान्छे, लड्ने मान्छे नै होइन क्या है। त्यस्तो मान्छे हुँदै होइन, थिँदै थिएन, सोचेको पनि थिएन यस्तो उठौँला भनेर। तर एउटा मान्छेलाई अलिकति चोट पऱ्यो भने, अलिकति दुःख लाग्यो भने, रिस उठ्यो भने चाहिँ यस्तो पनि गर्नुपर्छ। तर रिस उठेर चाहिँ मान्छेलाई कुट्नु पो भएन त होइन। रिस उठेर राम्रो कामतिर, राम्रो बाटोतिर लाग्नुपर्छ। जिन्दगीमा मैले धेरै कुराहरू, धेरै पटक चाहिँ रिस उठेर मैले धेरै कामहरू गरेको छु, राम्रो कामहरू गरेको छु। र अहिलेको पनि रिस उठेर चाहिँ यो आएको हो है। अब तपाईँलाई साँच्चै भन्नुपर्दाखेरि मैले अहिलेसम्म भोटै दिएको छु। भोटर लिस्टमा नाम पनि लेखाउनु गएको छैन क्या अहिलेसम्म है। यो उमेर भयो मैले चाहिँ भोटर लिस्टमा नाम पनि लेखाएको थिएन, अनि भोट पनि दिएको थिएन कसैलाई। अहिलेदेखि होइन, त्यो पञ्चायतको पालादेखि। पञ्चायतको पालादेखि पनि त पञ्चायतमा पनि त चुनाव त हुन्थ्यो नि है। मैले चाहिँ त्यसरी चाहिँ थिएन, भोट दिएको थिएन। तर अहिले चाहिँ मन्त्री भएर मात्रै फेरि नाम लेखाएको। मन्त्री नभएको भए यो नाम पनि लेखाउनु थिएन होइन। किनभने सबैले गिजाउन थाले, मन्त्रीको पनि भोटर लिस्ट बनाउनु पर्यो भनेर कि अब थालेर। अनि मैले भोटर लिस्ट ल भोटर लिस्ट बनाइदेऊ, भोट चाहिँ दिन्छु कि दिन्न बनाइदिएँ मैले है। तर अब त्यो भोटर लिस्टमा नाम लेखाएको राम्रै भएछ, त्यो हो कुरा। र किन नाम लेखाएको त उसो भए अब यस्तो किसिमको चुनावमा भाग नलिने मान्छेले भन्ने कुरा आयो। त्यो कुरा चाहिँ के हो भने, म चाहिँ मन्त्री भएपछि केही कुराहरू गर्न खोजेँ। मन्त्री भएर त्यहाँ कुर्सीमा मात्रै बसिरहेर त के मन्त्री त। मन्त्री भएर केही कुराहरू गर्न खोजेँ। खास गरी शिक्षामा सुधारहरू गर्न खोजेँ। शिक्षामा सुधार गर्नुको लागि केही कानुनहरू बनाउनु पर्ने रहेछ। कानुनहरू नबनायो भने, सजिलो कानुन, त्यो जेल्ने कानुन होइन। कानुनले के गर्छ, यतै जेल्छ उतै जेल्छ, त्यस्तो जेल्ने कानुन होइन। शिक्षालाई राम्रो किसिमले बालबालिकाहरूले राम्रो शिक्षा पाउन्, स्कुलको शिक्षा कलेजमा गएर राम्रो पढुन् भन्ने किसिमले अब त्यसमा चाहिँ वातावरण स्वच्छ बनाउनको लागि धेरै प्रयासहरू, धेरै छलफलपछि मैले चाहिँ कानुनहरू बनाउनको लागि तयार गरेँ। अब तयार गरेर त्यसलाई चाहिँ पास गर्नु पर्यो। कानुन भन्ने कुरा चाहिँ राष्ट्रपतिले पास गर्छ। राष्ट्रपतिमा जानुपर्छ, अनि राष्ट्रपतिले अनि सही छाप गर्यो भने बल्ल कानुन बन्छ। तर राष्ट्रपतिमा जानुभन्दा तल धेरै धेरै खुड्किलाहरू हुन्छ। अब हामीले मन्त्रीले कानुन बनाउने बित्तिकै त्यो कानुन पास हुँदैन। मन्त्रीले कानुन बनाएपछि अर्थ मन्त्रालयमा पठाउनु पर्छ। किनभने पैसाको कुरा जति जम्मै अब अनुमति दिने चाहिँ अर्थ मन्त्रालय हो। अर्थ मन्त्रालयले स्वीकृति गर्यो भने त्यहाँदेखि कानुन मन्त्रालयमा जानुपर्छ। कानुन मन्त्रालयमा किन जाने भन्दाखेरि अब यसको देशको संविधान अनुसार यो कानुनको मसौदा खाका तयार भएको छ कि छैन भनेर कानुन मन्त्रालयले हेर्छ। फेरि अब यसो गर्दाखेरि निकै टाइम लाग्छ। कानुन मन्त्रालयले हेऱ्यो भने, त्यहाँबाट सहमति दियो भने फेरि मन्त्री परिषदमा जान्छ। मन्त्री परिषदले पास गर्यो भने त्यहाँदेखि विधान परिषदमा जान्छ। अनि विधान परिषदमा पनि त्यहाँ छलफल गरेर त्यसले पास गर्यो भने फेरि चाहिँ मन्त्री परिषदमा आउँछ र मन्त्री परिषदले चाहिँ राष्ट्रपतिकोमा लगेर राष्ट्रपतिले स्वीकृति दिन्छ। त्यसो गर्दाखेरि मैले बनाउन खोजेको कानुनहरू विधान परिषदसम्म त लगियो, तर विधान परिषदभन्दा अगाडि बढ्नु सकेन। अनि रह्यो फागुन 4 अस्तिको त्यो माघ 4 गतेमा सम्म कोसिस गरेँ।
माघ 4 गतेको राति 12 बजेदेखि आचार संहिता, यो चुनावको आचार संहिता लाग्नु भयो। अनि त्यसपछि केही कानुन आउनु पाउँदैन, ल्याउन सक्दैन भन्ने कुरा चाहिँ भएपछि उसो भए अब ल्याउनु खोजेको कानुन नआउने, त्यहाँ मन्त्रालयमा कुर्सीमा भएर मन्त्री भएर बसेर के गर्ने भनेर म चाहिँ त्यहाँदेखि जति प्रयास गर्दाखेरि पनि केही सिक्न लागेपछि अब त्यो कुरालाई चाहिँ अहिलेलाई थाती राखेर चाहिँ चुनाव लड्ने भनेर 4 गते बेलुका रातितिर निर्णय गरेर राति नै प्रधानमन्त्रीलाई चाहिँ राजीनामा दिएर मेरो राजीनामा चाहिँ म बेनी पुगेपछि मात्रै भनिदिनु होला भनेको थिएँ मैले अरूलाई। अरूले त के अरे राजीनामा दिएर चाहिँ खुब फोटोसोटो खिचाए होइन। मैले चाहिँ प्रधानमन्त्रीलाई त्यही भने मेरो राजीनामा चाहिँ म बेनी पुगेर मैले भनेपछि मात्रै राजीनामा दिएको कुरा भन्नु होला भने। अनि मन्त्रालयमा आएर सचिवलाई चाहिँ 5 गते बिहानै बोलाएँ, मन्त्रालयको सचिवलाई। किनभने अब मन्त्रालय छोड्ने भएपछि त यसो हस्तान्तरण त गर्नु पर्यो, कागजपत्रहरू त्यहाँ फाइलहरू हुन्छ, फाइलहरू हस्तान्तरण गर्नु पर्यो। सचिवलाई पनि मैले के भने मैले राजीनामा दिएर आएँ, अब त्यो फाइलहरू बुझ्नुहोस् तर कसैलाई नभन्नुहोस्, म बिनी गएर नाम दर्ता गरेपछि मात्रै सबैलाई भन्नुहोस् भनेर। त्यसो भनेर म चाहिँ यतातिर आएर नाम दर्ता गरेको हो। नाम दर्ता गरी स्वतन्त्रमा उम्मेदवारको हिसाबले चाहिँ नाम दर्ता गरेको हो। किनभने म कहिले जिन्दगीमा कहिले कुनै पार्टीमा लागिनँ, कसैको झोला बोकेन होइन, कुनै एउटा पार्टीलाई समर्थन अर्को पार्टीलाई गाली गरिनँ, सबै मेरो लागि सबै पार्टी समान भन्ने हिसाबले काम गरेको हो। अब पार्टीमा लागेपछि राम्रै काम गरे पनि मान्छेले चाहिँ के गर्छ भन्दाखेरि विरोध गर्छ। त्यसैले म चाहिँ पार्टीमा लागेको होइन, भोट पनि दिएको होइन। अब अहिले आफैलाई त होला नि भोट हाल्ने यही हो कुरो होइन। तपाईँहरूले चाहिँ मन पर्यो भने हाल्नु होला होइन। चुनाव चिन्ह लिएर अब 2-3 हप्तापछि फेरि आउँछु, अनि त्यति बेला भेटौँला, अनि अरू कुराहरू पनि गरौँला होइन। म चाहिँ यसो गर्छु उसो गर्छु भनेर केही गफ लाउँदैन। मैले जिन्दगीमा कहिले गफ लाउँदैन होइन, नचाहिने किसिमको आश्वासन पनि दिन्न। मैले चाहिँ अहिलेसम्म 33 वर्ष भयो म अमेरिकाबाट फर्केर आएको। यो 33 वर्षसम्म मैले कहीँ जागिर खाँदै खाइनँ, कसैको जागिर खाएन, राजनीतिमा कसैको लाइन, कसैको जागिर पनि खाइनँ। अब आफूले सक्ने कुरा जनतालाई सहयोग हुने कुराहरू गरेर हिँडेकै हो। अब तपाईँहरूले अब पहिला सुन्नुभयो होला म्याग्दीमा को महावीर पुनले के अरे म्याग्सेसे पुरस्कार पायो अरे भनेर सुन्नुभयो होला। सबैभन्दा पहिला त त्यति बेला सुन्नुभयो होला सायद, हो कि? अब त्यो सुन्नुभयो होला। अब त्यो पनि उही काम गरेरै पाएको, कसैलाई चाहिँ चाकरी गरेर पाएको त होइन होइन। अब त्यसपछि अब अरू धेरै पुरस्कारहरू पायो, देश विदेशको पुरस्कार पायो। अब हरेक कामहरू गरियो। अनि राष्ट्रिय आविष्कार केन्द्र भन्ने खोलेर त्यो चलाएको छ। त्यो राष्ट्रिय आविष्कार केन्द्र खोल्नलाई पनि सरकारको नेताहरूको चाहिँ 5 वर्षसम्म चाहिँ पछि लाएँ। ऊ नेतालाई भनेर हुन्छ कि ऊ नेतालाई भनेर हुन्छ कि भनेर 5 वर्षसम्म त्यो सिंहदरबारको वरिपरि घुम्दाखेरि कसैले सुनेन। अनि लौ मर्छ भनेर मैले चाहिँ आफैले चाहिँ राष्ट्रिय आविष्कार केन्द्र खोलेर जनताहरूले सहयोग गरेको छन्, यसो चलाएको छु। अनि भन्दै फेरि झुक्कै हाल्यो। वीरगञ्जको कृषि औजार कारखाना ठुलो कारखाना छ। त्यो ठुलो कारखाना कतिले सुन्नु भएको छ होला, कतिले सुन्नु भएको छैन। त्यो कारखाना सरकारकै कारखाना हो, तर सरकारले चलाउन नसकेर 30 वर्षदेखि बन्द गरेको। भित्र त जम्मै रुखहरू उम्रेको, झाडी उम्रेको भित्र। त्यस्तो कारखानालाई अब चलाइदिनु पर्यो, मर्मत गरिदिनु पर्यो भन्यो। मैले चाहिँ हुन्छ भन्यौँ, पैसा दिन्छु भनेर चाहिँ कागजमा सही पनि गर्यो। पछि पैसा दिन आनाकानी गर्यो। अनि मैले चाहिँ आफैले रिस उठेर
आफैले चाहिँ आफ्नो किताब लेखेर चाहिँ मैले बेच्दै हिँडेँ। 526 दिनसम्म बेचेँ। पश्चिम महाकालीबाट पूर्व सिमाना ताप्लेजुङ भन्ने यस्तै चाहिँ हिमालकै छेउमा यस्तै जिल्लामा किताब बेच्दै थिएँ। काठमाडौँमा त आन्दोलन भएछ जेनजी, थाहा पनि थिएन मलाई। अनि बेलुका रातितिर मात्रै थाहा भयो। अनि त्यही भएपछि साथीहरूले मलाई बोलाउन थाले, ल काठमाडौँ आउनु पऱ्यो, काठमाडौँ आउनु पऱ्यो भने मैले चाहिँ आउँदैन। किन आउने काठमाडौँ, अब आन्दोलन त भइगयो, मान्छे कति मान्छे मरिगयो, अब म आएर के गर्ने त काठमाडौँ आएर भनेर मैले भन्दा पनि साथीहरूले चाहिँ सुखै नदिएर बोलाएपछि मन्त्री बनाइदिइहाल्यो। भयो भन्दा भन्दै पनि होइन। अब त्यही हो, कहानीहरू यस्तै छ। जोस् तपाईँहरूलाई चाहिँ आज फेरि हुन पायो। ल धन्यवाद छ कार्यक्रम राख्नु भएको। अहिले चाहिँ हामी म गाउँमा आइपुग्यौँ। गाडी जान्छ मजाले जान्छ। बाटो चाहिँ यस्तो यहाँबाट आएर है यता हुँदै एक चक्कर घुमेर फरक्कै आइयो यसरी। यहाँ बिचमा चाहिँ मन्दिर हो कि थाहा कि के हो यस्तो। रुम्म गाउँ पानी ट्याङ्की होला नि यो के हो? पानी ट्याङ्की यस्तो ढिल्लैमा राखेछन्। त्यही त मान्छे आएन नि त नि, मान्छे आएर रहेछन्। 9 बजे कि 9:30 बजे भनेको रे हामीले। 9 बजे के हो? 9 बजे भने दाइ यहाँको भूगोलको बारेमा यसो बताइदिनु न। मलाई भन्दा यहाँको चाहिँ भूगोल चाहिँ यो लगभग म्याग्दी जिल्लाको पश्चिम दक्षिण भेग अन्तिम भेग हो। त्यहाँदेखि पछाडि चाहिँ बागलुङ जिल्ला यो धुरीहरू छ नि जति धुरी पछाडि चाहिँ बागलुङ जिल्लाको 3वटा पालिका पर्छ। अनि यता चाहिँ तपाईँको तारखोला पालिका भयो गाउँपालिका। अनि यता बडीघाट पर्यो। अनि यता चाहिँ तपाईँको सोले काटेर पारी चाहिँ तमानखोला गाउँपालिका पर्यो। हजुर हजुर। अनि तपाईँहरूको आउजाउ हुन्छ कि हुन्न त्यो ठाउँमा? आउजाउ हुन्छ। तपाईँको सोलेदेखि नि पास हुने भयो रोड। अनि यतादेखि यता हाम्रो खबाङ देउराली हुँदै तारखोला पनि रोड छ, पास हुन्छ। अनि यता बडीघाट जानुको लागि चाहिँ तपाईँको यही धुरी यो हाम्रो दुर्लेकको धुरी काटेर जानु पर्यो। अनि हाम्रो बिहाबारी यताउति आइनु साइनु चल्छ है? उताको यता यताको उता लगभग उताको चाहिँ बढी यता लिन्छ, यताको चाहिँ उता गाह्रै पर्छ। हजुर त्यस्तै। मतलब हाम्रो जातभात नि सबै मिल्ने भयो के होइन? हजुर हजुर हजुर। ल धन्यवाद है भाइ। हस् हस्। अब यो चुनावको सिलसिलामा चाहिँ यो चाहिँ परिचय, किनभने चुनावको प्रचार प्रसार अहिलेसम्म भएको छैन भने पनि हुन्छ। हुन त योलाई पनि प्रचार प्रसारको रूपमा मान्न सकिन्छ। तर चुनावको प्रचार गर्ने भनेको मलाई फलाना चिन्हमा भोट देऊ भन्दै हिँड्ने हो। अहिलेसम्म चिन्ह पाएको छैन। आज पाउँछ चिन्ह, आज चाहिँ चिन्ह पाउँछ। आज बेलुका 3 बजे चिन्ह पाउँछ। तर अब नाम दर्ता गरेपछि, अब अस्ति के अरे 6 गते नाम दर्ता गरेपछि के गरेर बस्ने? चिन्ह कुट्दै बसिराखेर बेनी बसिराखेर त केही नै हुन्न। झन् बोसो लाग्छ भनेर बोसो नलागोस् भनेर नाम दर्ता गर्ने बित्तिकै म चाहिँ लजाम भनेर गाउँघरतिर घुमेर उता मुना मोदी पिबाङ अब तागम सबै त्यतातिर डुलेर देवीस्थान घुमेर हिजो राति चाहिँ यहाँ आएको हो। र आज चाहिँ यहाँबाट निस्कोट जान्छौँ। निस्कोटबाट बाबियोचोर हुँदै अब चुनाव चिन्ह लिन चाहिँ बेलुका 2 बजेतिर
बेनी पुग्छौँ। यो हो अहिलेको कार्यक्रम। अब धेरैलाई अचम्मै लाग्ने कुरा के हो भने महावीर पुन जस्तो फेसबुकमा यसो हेर्दाखेरि देखिन्छ झलक झलक मान्छेहरूले महावीर पुन जस्तो मान्छे पनि धोकेबाज रहेछ, यो मान्छे पनि अब दुई जिउरे रहेछ, यसले कहिल्यै राजनीतिमा जान्न भन्थ्यो, राजनीतिमा गयो भन्छ क्या है। अनि मन्त्री पद चाहिँ छोडेर अनि सरकारलाई धोका उहाँ आउनुभएको छ लिनु। मिसिकोटमा आइयो हामी, अब खाना खानु लागिनेछ। हजुर त्यहाँको मिसकोटको यो स्कुल रहेछ, निस्कोट श्री निस्कोट माध्यमिक विद्यालय रहेछ। मिस्कोट भनेको त निस्कोट पो रहेछ, म त मिस्कोट भनेको। मिस्कोट यस मात्रै भयो। ल अहिले हामी चाहिँ मुसिकोटमा फेरि मुसिकोट निस्कोटमा आएको चाहिँ म्याग्दीको पश्चिम भेग होइन त निस्कोटमा चाहिँ खाना खाने क्रममा छ। ल मजाले खानुपर्छ भाइ साहब। एकदम अघि 2 कटौरा प्रसाद खाइयो। हजुर दिनुपर्छ। गाँस मिठै छ, एकदम फर्स्ट क्लास लोकल अर्ग्यानिक। भाइ कस्तो छ? मिठो छ। तरुलको सब्जी अनि यहाँ सुकुटी, यता साग है, चटनी, यहाँ मही एकदम मजा आइरहेको छ। सर कस्तो छ? टिपिकल अर्ग्यानिक छ है। हजुर मही छ, सिमीको दाल छ, यो सुकुटी छ। सुकुटी चाहिँ राको सुकुटी हो, यहीँको उत्पादन सब्जी छ। तरुलको यहीँको है। यी भाँगोको अचार छ। जम्मा 2 थाल मात्रै हो, धेरै खाइन्न। खानुपर्छ सर। अब हस् उतै जाने